यस गर्दिउ त यस गर्दिउ न छिटो त्यहाँदेखि उता चाहिँ नजाऊ है लड्ला नि अन्त माछा रहेछ पुरा यहाँ चाहिँ सानो अहिले चाहिँ झालमुरै बनिँदैछ यहाँनिर चपिङ बोर्ड चाहिँ यहाँनिर सिमरा यो टिप्दैछु अहिले चाहिँ Hello, namaste, Sevanne to all my YouTube family and welcome back to my new vlog. So आज चाहिँ हामी जाँदैछ खोला फेरि पनि है अस्ति भर्खर पनि गएको अनि आज पनि गएको अनि अहिले चाहिँ हामी यहाँनिर आधी बाटोमा आइपुगिसकेको छ यहाँनिर हाम्रो घरदेखि चाहिँ आधी घण्टा जस्तो लाग्छ खोला जानुको लागि अनि आज चाहिँ हामी को गएको भने चाहिँ छ्यामा आउनुहुँदैछ पछाडि मेरो छाना है अनि नाना दादाहरू हुनुहुन्छ अन्त बहिनीहरू पनि छ आज चाहिँ हामी अलिकति ढिलो गयो अलमोस्ट 12 o'clock हुँदैछ किनभने चाहिँ घरको कामहरू गर्दा फेरि हैन त्यतिकै खानासाना खाँदा फेरि टाइम यति बेला भइगयो अनि अहिले चाहिँ हामी जाँदैछ अनि आजको दिन पनि ठिक्कैको छ आज एकदमै दामी छ आजको वेदर पनि है टन घाम पनि छैन ठिक्कैको छ मेरो छना हुनुहुन्छ अन्त यहाँ क्युट भाइ पनि छ सिद्धु यस गर्दिउ न छिटो सिद्धु क्युट छ भाइ कोपा कहाँ छ नानी भाइले चाहिँ उहाँ तलनिर देखाउँदैछ कोपाको घर उहाँ तल देख्दै गरेको चाहिँ हाम्रो कोपाको घर हो नि त अनि भाइलाई चाहिँ कसरी थाहा भएछ है छक्कै पारे त भाइले त कहिले ल्याएको थियो अस्ति दसैँमा आएको थियो कोपा अरे है सिद्धुले कोपा भन्दैछ कोपा भनिदेऊ छिटो गन्धले थाहा हुन्छ कि ओ कोपा अरे गन्धले थाहा हुन्छ क्या तपाईँलाई कुकुर जस्तै कस्तो मजाले कोपा भन्यो है यहाँ के भयो भाइलाई यहाँ भनिदेऊ आया भन्नु आया भयो कति ह्यान्डसम क्युट देखेको छ हाम्रो भाइलाई यस्तोमा लडेको भन्दैछ देख्यो यहाँनिर लडेको अरे ल जाउँ है अनि बाटो चाहिँ यस्तो छ मकै पनि यहाँ उम्रिँदैछ है भर्खर उम्रिँदै रहेछ है मकै हाम्रो घरदेखि तलको भ्यू चाहिँ यस्तो छ हाम्रो आजको खोला जाने ग्रुप चाहिँ यहाँनिर छ यो चाहिँ हो मेरो बहिनी माइली सपनम यो चाहिँ हो सृष्टि सिस माई सिस्टर अल्सो अनि यहाँ छ कान्छी अनि कान्छीको पछि हिरो भाइ हेलो हिरो भाइ हेलो सबिना दी भ्लगर यहाँनिर चाहिँ मलडेरो ए सब चाहिँ हामी गएको हाम्रो आजको ग्रुप चाहिँ यति हो यहाँदेखिको 1300 जानुपर्छ अब हामी चाहिँ लाग्यौँ है खोला तरफ सिद्धु भाइ पनि हिँड्दैछ सिबी बारी रहेछ यहाँ चाहिँ अनि भाइले चाहिँ सिबीमा सिटा लाउँदै रहेछ म चाहिँ भाइलाई यहाँनिर बोकेको हो अन्त हामी चाहिँ जाँदैछ खोला है भाइ अहिले चाहिँ हामी आधी बाटो आइपुगिसकेको छ यहाँ चाहिँ पुरा जङ्गल घारी छ है ओह्रालो छ डरलाग्दो ओह्रालो छ अन्त यहाँबाट जाँदैछ हामी चाहिँ यस्तो डरलाग्दो ओह्रालो छ म चाहिँ भाइलाई बोकौँ भनेको थिएँ कि तर भाइ नै मानेन होइन अनि भाइ चाहिँ पुरा रोयो अघि बोक्दाखेरि चाहिँ आमा नै जाने अरे अन्त भाइ यहाँनिर यसरी जाँदैछ रुँदैछ पनि यहाँनिर चाहिँ ऊ ट्यालेन्ट देखाउँदैछ यहाँनिर ला के भएको लड्छ है त्यहाँदेखि उता चाहिँ नजाऊ है लड्ला नि खोला चाहिँ होइन एकैचोटि माथि पुग्ला नि आज औँसी हो त ऊ माथि रुखमा चढेर आउनुहुँदैछ यसरी नै इन्जोय गर्दै जाँदैछ हामी चाहिँ खोला कस्तो लाग्दो गरम भएको है यो सिमरायो बोक्नेहरूले विशेष गरी हामी खोला चाहिँ सिमरायो ल्याउनु आएको म चाहिँ आज खेल्दिनँ भनेको पानी चाहिँ हो सिमरायो लिनुको लागि आएको पुरा खानु मन लागिरहेको छ नि त सिमरायो अस्ति पनि अलिकति मात्रै एक बिटा मात्रै लगेर गएको हो माथि राधा सबै ओइलो छ अन्त आज चाहिँ फ्याँक्यो अनि अलिकति चाहिँ खानु पायो आज चाहिँ त्योभन्दा चाहिँ अलिकति बेसी लैजाउँ भनेर चाहिँ हामी आएको नि त त्यसै कारण चाहिँ हामी जाँदैछ खोला सिमरायो लिनुको लागि सिमरायो चाहिँ प्रशस्त छ खोलामा त्यो सिमरायो चाहिँ मान्छेहरूले नै रोपेको होइन अन्त यसको मालिक पनि छ
अनि बेसी चाहिँ होइन अलिअलि अब 1-2 बिटा चाहिँ लगेर खाँदाखेरि चाहिँ केही गर्दैन नि त। अनि हामी चाहिँ त्यस्तै ल्याउनु आएको आज सिमरायो। सो फाइनली हामी चाहिँ खोला पनि आइपुगिसक्यो। खोला चाहिँ यहाँ देख्दै गरेको हो है। फाइनली वी रिच्ड पयुङ खोला। भाइ चाहिँ यहाँनिर पानी खेल्ने भनेर भर्खर खेलिसकेको। अरूहरू चाहिँ के छिटो हिँडेको है तल गएर तल बसिरहेको छ। चिसो मजा आयो। सिमरायो छ यहाँनिर चाहिँ दामी भन्दा पनि दामी है। वाटर पार्क सिमरायो माथिसम्म पनि छ। अनि हामी चाहिँ यहाँदेखिको ओह्रालो जाँदैछ अहिले। यो देख्दै गरेको चाहिँ जम्मै सिमरायो बारी हो। सिद्धु चाहिँ यहाँ पानी खेल्दैछ। आछु गरिदेऊ न भाइ, खुसी भइरहेको छ हो। अघि चाहिँ मैले बोक्दा पनि नमानेर आछु है। ए आछु हामी चाहिँ कुवा भएको प्लेसमा जाँदैछ। एनोकन्डा हौडीको बिट्टी दिँदैछ यहाँनिर चाहिँ। कति धेरै छ है सिमरायो। माथितिर झन् कम त बेसी छैन। सिमरायो हामी चाहिँ यहीँनिर आएको कुवा भएकोमा अस्तिकै जग्गामा। लास्ट रेस्टी त ऊ पानी खेल्नु पनि थालेछ। पुरा गरम भएर म चाहिँ यहाँ खुट्टा यसरी चोबिदिएको पानीमा हो। शीतल भयो। अहिले भने चाहिँ सबैजना बिजी छ पानी खेल्नुमा हो। बहिनी चाहिँ माथि पानी खेल्छ जाडो भएर कक्रेर बसिरहेको छ। सबिनातिर म चाहिँ खेलेन। नानाको चाहिँ फोनै स्विच अफ भयो किनभने नानाले चाहिँ चार्जरै ल्याउनु बिर्सिनु भएछ। अनि नाना चाहिँ अस्तिको दिन आउनु भएको सिक्किमबाट। अनि नानाले चाहिँ चार्जरै हाल्नु बिर्सिनु भएछ होइन। रड्डी भयो नि आइफोनमा फोटो खिच्छौँ भनेको थिएँ कि चार्जै नभएर 1-2वटा मात्रै खिच्यो। स्विच अफ भयो नानाको फोन चाहिँ। अनि छ्यामा चाहिँ उमाथि कपाल नआउनु हुँदैछ। बहिनी उयोबाट छ, भाइ उबाट बिजी छ पानी खेल्नुमा हो। सिद्धु दादा चाहिँ कपाल नुहाउनु हुँदैछ हो। अनि माथि दादा मात्रै हो र छना पनि दादा पनि कपाल नुहाउनु हुँदैछ। त्यो मैला टाउको मैलाहरू चाहिँ डल्लै यहाँनिर आएर चाहिँ यिनीहरू चाहिँ फेरि त्यही खाँदै स्विमिङ गरिरहेको छ। सृष्टि पनि भाइ पनि छोरीहरू अहिलेहरू सबैजना सबै मैला पानी यहाँनिर आइसक्यो 2जनाको। हामी चाहिँ यहाँनिर बसेर रमिता हेरिरहेको छ। एकदमै रमाइलो भइरहेको छ नि त है। कस्तो मजा आइरहेको छ। मलाई चाहिँ लाग्थ्यो म स्विमिङ गर्दिनँ भनेर चाहिँ लुगा पनि ल्याइनँ होइन। यहाँ आएर चाहिँ अब कस्तो स्विमिङ गर्नु मन पऱ्यो। के लुगै ल्याइनँ हो। म त खेल्दिनँ भनेर आएको। म त खास सिमरायो टिप्नु मात्रै आएको। म पनि सिमरायो टिप्नु मात्रै आएको। हजुर तर अब सबैजना खेलेको देखेर चाहिँ कस्तो खेल्नु लाग्यो नि त। अन्त म चाहिँ पानीमा अलिअलि भिजेँ बस भयो त्यति भयो। किनभने पुरा गरम भइरहेको थियो नि हिँडेर। अहिले चाहिँ झालमुरै बनिँदैछ यहाँनिर। हामी चाहिँ खासमा चाहिँ सिमरायो मात्रै टिप्नु आएको नि त, त्यही भएर हामी खोला चाहिँ खेलेन। अन्त चाहिँ अब झालमुरै खाइसकेर सिमरायो टिपेर गइहाल्छ घर हामी। मसला पर्दैन। यहाँ 2जनाले चाहिँ झालमुरै बनाउँदैछ। नाना पनि हुनुहुन्छ। चपिङ बोर्ड चाहिँ यहाँनिर दामी छ। आजको चपिङ बोर्ड है यसरी म्यानेज गरेको छ हामीले। ओइ भाइलाई पनि राखिदियो अरे ल। ए सोया स्टिक्स हालिदिउँ। झालमुरै बनिँदैछ यहाँनिर। मेरो चाहिँ काम केही छैन त्यहाँ माथि हो। अन्त माछा रहेछ पुरा। यहाँ चाहिँ सानो सानो माछाको बच्चा रहेछ हौ। मलाई चाहिँ माछा चाहिँ पुरा मनपर्छ। मेरो चाहिँ फेभरेट हो माछा। झालमुरै रेडी भयो यहाँनिर। अब चाहिँ खानुपर्छ। दामी बस सबिना दि त्यही त नदेखाउनु अरे गाई नभएको नक्कल पार्छ। भक्कु पानीमा भिजेर चाहिँ नदेखाउनु भन्दैछ। अब चाहिँ खाएको झालमुरै। हामीले चाहिँ झालमुरै खाइसक्यो। अब चाहिँ यहाँ यादहरू जान आँटेको।
म चाहिँ यहाँनिर हात धुको। अब चाहिँ हामी सिमरायो टिप्छ अनि जानुपर्छ घर। अलिक ढिलो आएर चाहिँ पुरा हतार भयो घर जानुको लागि हो, किनभने उकालो चाहिँ अलिक साह्रै पर्छ नि त। पुरा रहेछ माछा। झालमुरै खाएको प्लास्टिकहरू चिप्सको खोलहरू चाहिँ यहाँनिर दादाले पोलिदिनु भएको भर्खर। हजुर पोल्युसन भयो तर यहाँ वाटर पोल्युसन त भएन। हामी चाहिँ यहाँ सिमरायो टिप्दैछ। सिमरायो कस्तो दामी छ, फ्रेस फ्रेस। अन्त यहाँनिर चाहिँ टिपिसकेको छ हामीले। अब म चाहिँ एक दुईवटा टिपिकन लान्छु हो। सिमरायो चाहिँ हामीले टिपिसक्यो। हामीले चाहिँ यति लग्यो। तपाईँको खोइ नाना? ए नानाको चाहिँ यति। ब्यागको हालत त्यस्तो भइरहेछ। दुइटै बोक्छ? दुइटै अब बोक्नु पर्यो। उकालोमा त हत्तु हुन्छ है। मैले यति चाहिँ बोकेँ। अब चाहिँ हामी घर फर्केको। सिमरायो टिपिसकेर यहाँनिर हामीले ढुट्टै पार्यो। यहाँनिरको टिप्यो हामीले अलिकति अनि तलको टिप्यो अलिकति। त्यसपछि चाहिँ अब हामी घर फर्केको। चाहिँ हामी घर फर्केको अनि यहाँनिर चाहिँ सिमरायो बोकिरहेको छु। नाना हुनुहुन्छ हौ माथि। ला झन्डै छोड्नु भयो। अनि अरूहरू चाहिँ सबैजना गइसक्यो माथि। हामी दुईजना मात्रै लास्टमा छ हो, किनभने हाम्रो भारी यत्रो छ यहाँ। गरौँ न गरौँ भइसक्यो। अब यहाँदेखिको उकालो कति बेसी हिँड्नुपर्छ भन्दा पनि हामी आधी घन्टामा त पुग्छ आरामसे। अनि आजको यो भ्लग चाहिँ यहीँ एन्ड गर्छु। सो थ्याङ्क्स फर वाचिङ माई भ्लग। बाई बाई एभ्रिवान।